घोषकज्यूलाई आउँदा आउँदा अलिकति ढिलो भयो, पर्खिनु पऱ्यो होला, माफी चाहन्छु। त्यो प्रसारमा हामी अलिक व्यस्त पनि छौँ। यस कार्यक्रमका अध्यक्ष साथै यस क्षेत्रका प्रत्यक्षतर्फ र समानुपातिक तर्फका हाम्रा उम्मेदवारज्यूहरू, श्रम संस्कृति पार्टीका विभिन्न तहमा रहेर काम गरिरहनुहुने सम्पूर्ण श्रम दादाजीहरू, उपस्थित मैले मान्नुपर्ने आदरणीय कटारीवासी आमा बुवा दाजुभाइ दिदीबहिनी भान्जा भान्जी जेनजी, व्यवसाय गरेर बसिरहनुहुने व्यवसायी महानुभावहरू, लाइभबाट मलाई हेरिरहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू, पत्रकार सुरक्षाकर्मी सबैलाई माटो प्रेमी अभिवादन, जय माटो जय देश भन्न चाहन्छु। धेरै कुरा राख्न चाहन्न है, किनभने गफले देश बन्दैन। गफले देश बन्ने हो भने 70-80 वर्षदेखि हामीले गफ सुन्दै आयौँ, भाषण सुन्दै आयौँ, खोइ त है। अझै पनि के खाउँ र के लाउको स्थितिमा हामी छौँ। त्यहाँ यत्र युवाहरूमा देखिरहेको छु, कोही पढिरहेका होला, कोही पढाइ छोडिसकेको होला, पढेर पनि के गर्नु हो, यो केही त हुँदैन, कामै लाग्दैन भन्ने होला। कोही कोरियन भाषाको वर्णमाला सिक्दै हुनुहुन्छ होला, कोरियन भाषा सिक्दै होला होइन। कोही भर्ती लाग्नको लागि मुटु फुटिन्छ कुर्दै होला होइन। यतातिरको दोकानहरू पनि चलिरहेको छ जस्तो मलाई त्यति लागेन है। यस्तै स्थिति हामी छौँ। स्वास्थ्य चौकी पनि त्यति हाम्रो चाहिँ गतिलो छैन, अस्पताल गतिलो हुने कुरै भएन। यहाँसम्म कि शान्ति सुव्यवस्थासम्म पनि हाम्रो छैन। त्यसो भएको कारणले गर्दाखेरि ती सारा कुराहरूलाई हामीले हेर्दाखेरि हामीले चाहे जस्तो, शहीदले चाहे जस्तो देश बनेको छैन। त्यसो भएको कारणले आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, यहाँ सबैजनालाई म निवेदन गर्न चाहन्छु, अब हामीले सोच बदल्ने बेला आयो, भोट बदल्ने बेला आयो। हामीले हाम्रो सोच नबदलुन्जेलसम्म हामी हाम्रो भोट बदल्न सक्दैनौँ। त्यसो भएको कारणले हामीले परिवर्तन ल्याउँछौँ, परिवर्तन ल्याउने, परिवर्तन हुनुपर्छ भन्ने कुरालाई रट्टा मारिरहन आवश्यक छैन। आफ्नो सोच बदलौँ। सोच बदल्ने बित्तिकै हामी हाम्रो भोट पनि बदल्नको लागि तयार हुनेछौँ र हाम्रो भोट नबदलुन्जेलसम्म यो देशको अवस्था बदल्न सक्दैन। त्यसो भएको कारणले यसपालि भोट बदल्नुपर्छ भनेर म यहाँहरूलाई अपिल गर्नका लागि छोटो समय, म यहाँ धेरै बेर बोल्न चाहन्न, किनभने हामी असहज ठाउँमा पनि उभिरहेको जस्तो मैले देखिरहेको छु। धेरै बोल्न म चाहन्न। हामी आफ्नो यसपालि भोट बदलौँ। अब भोट त बदल्ने, किन बदल्ने, कहाँ बदल्ने, कहाँदेखि कहाँ बदल्ने, त के बदल्ने, रातोदेखि कालो बदल्ने कि कालोदेखि सेतो बदल्ने, के बदल्ने? त्यसको लागि मैले केही कुराहरू यहाँहरूलाई सहयोग गरौँ भनेरै आएको छु। यो देश बन्दाखेरि मलाई पनि फाइदा छ, तपाईँलाई पनि फाइदा छ। यो देश उन्नत हुँदाखेरि, विकसित हुँदाखेरि हामी सबैको सेवा सुविधा र समृद्धिको ग्यारेन्टी हुनसक्छ। त्यसो हुँदाखेरि यो देश बनाउनका लागि होइन, मैले यहाँहरूलाई केही सुझावहरू दिन्छु। यहाँको पनि छ भने एक दुईवटा सुझाव लगेर जान्छु। एकहोरो हुनुपर्छ भन्ने पनि छैन। अब हामीले पुराना दलहरूलाई हेर्दै आयौँ, थुप्रै हेर्दै आयौँ, कति हेऱ्यो होइन। कति त 35 वर्षदेखि हामी होला सङ्गठित सदस्य, सक्रिय सदस्य के भन्छ, 40 वर्षदेखि हामी लागिरहेको होला। तर ती पार्टीहरूमा आबद्ध भएर हामी बसिरहँदाखेरि यो देशले कतिको उन्नति गर्यो त? आर्थिक उन्नति कति गर्यो होइन, भौतिक उन्नति कति गर्यो, शैक्षिक उन्नति कति गर्यो? यी सारा कुराहरूलाई हामीले पक्षपाती नभइकन अब हामीले मूल्याङ्कन गर्नुपर्छ। हामीले मूल्याङ्कन गर्नै पर्छ है। आफ्नो समीक्षा गर्नै पर्छ, आफ्नो आत्मा समीक्षा गर्नै पर्छ है। छिमेकी मुलुकहरू कहाँ पुगे?
दक्षिण कोरियाकै कुरा गर्दा पनि 30 वर्ष पहिला हामीले तपाईँको मकै गहुँ पठाएको कुरा आर्थिक सहयोग गरेको कुरा भन्नेहरू आयो। आज दक्षिण कोरिया कहाँ पुग्यो, उत्तरतिरको चीन कहाँ पुग्यो है, हामी कहाँ छौँ? यहाँ अधिकांश मान्छे, म यहाँ उभिएर मेरो कुरा सुन्दै गरेको मान्छेसँग जागिर छैन, व्यवसाय छैन, मलाई जहाँसम्म लाग्छ पैसा छैन है, अहिले फर्किने गाडी भाडा छैन होला, मलाई जहाँसम्म लाग्छ। यो कुराहरूले के सङ्केत गर्यो त भन्दाखेरि अहिलेको जमाना अनुसारको, समयअनुसारको, हाम्रो आशा र अभिलाषा अनुसारको, शहीदको सपना अनुसारको परिवर्तन आएन, विकास आएन। पुराना दलहरूले नै देशको चलाएको हो नि त होइन। ती देश तपाईँको छैन चलाउने दलहरूले विकास त गरेनन्, शान्ति सुरक्षाको सम्म ग्यारेन्टी गरेन। यहाँ कोही मान्छे निर्घात रूपमा कुटपिट हुन्छ, बलात्कार हुनुपर्छ, महिलाहरू हत्या हुन्छ, तर न्याय पाउँदैन। न्यायसम्म छैन भने यो देशमा होइन सेवा सुविधा र अवसर समृद्धि हुने भन्ने कुरा हुँदैन। त्यसो भएको कारणले गर्दाखेरि सारा कुराहरू जसले सरकार चलाएर आयो, जुन पार्टीहरूलाई हामीले भोट दिँदै आयौँ, ती पार्टीहरूले जिम्मा लिनुपर्छ। जवाफदेहिता भन्छ त्यसलाई, अङ्ग्रेजीमा एकाउन्टेबिलिटी भन्छ। हुँदा यहाँसम्म भयो कि हाम्रो सबै तपाईँको छैन के अरे हाम्रो देश हो, हाम्रो देशको सम्प्रभुता भन्छ होइन, हाम्रो देश हो, हामी स्वाधीन एउटा स्वतन्त्र राज्य हो भन्ने एउटा प्रमाण दिने एउटा प्रतीकको रूपमा रहेको सिंहदरबार, सर्वोच्च अदालत, सदन लगायतका छैन सबै खालका महत्त्वपूर्ण कार्यालयहरूसम्म जलाइए यो देशको। कसले जलायो, किन जलायो, त्यो तपाईँको छैन अनुसन्धानको कुराहरू होला, फाइनल घुम्दै जान्छ। तर त्यो अवस्थामा आउने होइन, त्यो अवस्थामा, त्यस्तो नाजुक अवस्थामा यो देशलाई तपाईँको छैन त्यो खालको छैन अवस्थामा पुर्याउने पुरानो दलहरू होइनन् र है। सरकार चलाउने मान्छेले जिम्मा लिनुपर्छ, अभिभावकले जिम्मा लिनुपर्छ। एउटा परिवार गरिब हुनु या धनी हुनु, त्यो परिवारको अभिभावकले जिम्मा लिनुपर्छ, केटाकेटीलाई दोष दिएर हुँदैन। त्यसलाई नै तपाईँको छैन यो देशको अभिकर्ताको रूपमा रहेको नेपाल सरकारमा रहेका दलहरूले जिम्मा लिनुपर्छ। यो देशको आर्थिक जुन खालको छैन एउटा दरिद्रता छ होइन, विकासमा जुन एउटा छैन अविकासको स्थिति अथवा विलम्बको स्थिति छ, यसको जवाफ लिनुपर्छ। कुशासन, भ्रष्टाचार होइन, अन्याय, अत्याचार, यी कुराहरू जे कुराहरू चाहिँ नहुनुपर्ने थियो ती कुराहरू हुँदाखेरि त्यसको जिम्मा पनि तपाईँको पुरानो दलहरूले लिनुपर्छ। म यहाँहरू सबैजनालाई धेरै भोलाइ राख्न चाहन्न, यति म भन्न चाहन्छु, पुराना दलहरूलाई भोट हालेर यो देशमा फेरि होइन हामीले परिवर्तनको आशा गर्नु भनेको बालुवालाई पेलेर तेल निकाल्नु भन्न खोज्नु हो, निस्किँदैन तेल, हुँदैन बाबा, हुँदैन भनेपछि हुँदैन, नहुने कुरा नगर्नु न, हुँदैन क्या, त्यो हुँदैन होइन। त्यसो भएको कारणले गर्दाखेरि यसपालि पुराना दलहरूमा भोट नहाल्नुहोस् है भन्छु म चाहिँ। अब अन्त्यमा हाल्ने नहाल्ने त्यो त तपाईँको विचार हो हुन चाहिँ, तैपनि मैले त सल्लाह दिएँ है, आउँदैन, केही पनि आउँदैन। केपी ओलीलाई प्रधानमन्त्री कचोटि बनाउने होइन, गोर्धन थापालाई प्रधानमन्त्री बनाएर के हुन्छ होला र, खालि एमसिसीको तपाईँको चाहिँ मतियाको कुरा गर्यो, दलालीको कुरा गरेको देख्छु त होइन। हाम्रो चन्द्र सूर्याङ्कित झन्डाभन्दा ठुलो हुन्छ र अरू कुराहरू हुन्छ होइन। प्रचण्डजीलाई तपाईँको प्रधानमन्त्री बनाएर के हुन्छ होला र, कचोटि बनाउने, किन बनाउने, कम्फर्टेबल सरकार भन्नुहुन्छ, घरि यताको मुद्दा उता, घरि राईलाई राज्य दिन्छ भन्छ, लिम्बूलाई घरि दिन्छ भन्छ, फेरि दिन्छ कि के हो भनेर काट्टा आमार गर्छन् हाम्रो दाजुभाइ दिदीबहिनीहरू। फेरि तपाईँको फेरि मुद्दा छोडेर जहाँ भाग्नुहुन्छ 15 दिन पछाडि, त्यो 15 के अरे तपाईँको चाहिँ महिना पछाडि है। प्रत्येक चुनावमा फेरि एउटा नयाँ चुनाव चिन्ह लिएर आउनुहुन्छ, अर्को चुनावमा कोही चिन्ह लिएर आउने है, त्यहाँबाट पनि परिवर्तन आउँदैन। अब अहिले अर्को एउटा पार्टी आएको छ, घन्टी हलाउँदै हिँड्ने पार्टी आएको छ, त्यहाँबाट चाहिँ परिवर्तन आउँछ कि आउँदैन होला भनेर सोच्दा त्यहाँबाट परिवर्तन आउँदैन। एउटा एजेन्डा निकाल्नु भएको छ, फेरि यसो भन्दा चाहिँ विरोध गरेको नसम्झिनु है साथीहरू, विरोध गरेको होइन, तपाईँहरूलाई पनि हामीले भन्दा हुन्छ, हामीले गरेको त्यस्तो गल्तीहरू छ भने भन्दा हुन्छ। कोही कसैले मिडिया मार्फत होइन सुनिराख्नुहुन्छ, अब यो मिडिया मार्फत सुनि नै हाल्नुहुन्छ, फल्नाले के बोल्यो भनेर मलाई कमेन्ट गर्नलाई त राति 2 बजी पनि आँखा चोकेर बसिरहेको मान्छे है।
तपाईँहरूले भन्नु होला हाम्रो सरकारले नराम्रो गरेको छ भने यस्तो गरेको छ भनेर भन्दा हुन्छ। म आलोचित हुन होइन तपाईँको चाहिँ तयार छु। एउटा एजेन्डा फेरि नयाँ एजेन्डा के हो भन्दाखेरि एजेन्डा केही छैन, केही छैन एजेन्डा, खालि घन्टी हल्लाएर हिँडेको कारणले एजेन्डा बल्ल बल्ल लिएको चाहिँ के भनेको रहेछ भने 100 दिनमा सरकारी पिँढीको पैसा फिर्ता गर्ने भनेर हाँस्दा हाँस्दाबाट पनि त हाँसिन है। पहिला पनि 100 दिनमा सुन्नु न, पहिला 100 दिनमा के भन्नुभएको थियो भन्दाखेरि हाम्रो पार्टीको होइन सभापतिले हामीलाई सरकारमा पठाउनुहोस्, हामी सरकारमा गइसकेपछि हामीलाई जिताइदिनुहोस्, 100 दिनभित्र थोरैमा 100 जना परदेशीलाई हामी यहाँ ल्याउँछौँ फ्री टिकटमा भन्नुभएको थियो होइन। 1 जना पनि ल्याउनु भएन। 22 दिनमा निर्मला पन्तको हत्यारालाई करेक्ट झ्याम गर्छु भन्नुहुन्थ्यो कि त्यो पनि खै अहिलेसम्म गर्नुभयो के गर्नुभयो कि मैले त हेरिनँ कि बाबा पनि बिजी हुन्छु। सहकारीको काण्डले गर्दाखेरि उहाँ आफै जेलमा जाकिनु हो के गरेर निस्किनु हो त्यसको पनि कथा लामो छ होइन। सन्दर्भको विषय हो, कति अब तपाईँको चाहिँ पैसा बुझाएर निस्किनु हो भन्ने छ। त्यो जीवी राईलाई पक्रेर ल्याउँदा पनि त हुन्थ्यो नि त होइन। 2 चोटि प्रधानमन्त्री के अरे उप प्रधानमन्त्री तथा गृहमन्त्री हुँदाखेरि त्यो जीवी राईलाई पक्रेर ल्याएको भए त्यो सहकारीको के चाहिँ तपाईँको चाहिँ बन्द हुन्थ्यो। किनभने जीवी राईलाई दोष दिइराख्नु भएको छ नि त, खोइ त्यो जीवी राई चाहिँ कहाँ हुनुहुन्छ। त्यसले गर्दाखेरि उहाँहरूले देखाइराख्नु भएको ललिपप पनि त्यो चाहिँ तपाईँको चाख्दाखेरि उयो भए त केटाकेटीले खुवाउनुहुन्थ्यो, टर्रो खालको ललिपप छ। हुँदैन बाबा, हुँदैन है। त्यसो भएको कारणले एउटा विकल्पको रूपमा श्रम संस्कृति आएका छौँ हामी, जसले काम गरेर मात्रै यो देश बन्छ भन्छ। त्यो झुटो हो त? पूर्वबाट घाम उठाउँछ भन्नु झुटो हो र होइन? अब केही समय पछाडि यसो रात पर्छ उता हेरिराख्नु तपाईँलाई घाम आउँछ। सत्यको अकाट्य सत्य कुरा हो क्या है। यो कटारी बजार होइन, यो यसलाई मैले खोटाङको दिक्तेल बजार भनेर हुन्छ। दिक्तेल बजार भने मैले जति नै उठे पनि गीत गायो भने बडो खुसी छ भन्छ। दिक्तेल भन्नु हुँदैन क्या तपाईँ, भन्नुहुन्न बाबा, कटारी हो यो। कति जबरजस्ती गर्नु हुँदैन, नहुने कुरा। काम गरेर मात्रै देश बन्छ। कतिले चाहिँ भन्छ मलाई काम गरेर के बन्छ देश बन्छ। अनि के भने गरेर चाहिँ बन्छ त भन्यो, आइडिया हुनुपर्छ भन्छ है। कति युवाहरूले त्यसो भन्छ कि ए बाबा आइडिया छ भने तिमीले iPhone 20 बनाएर देखाउन त। अमेरिकाले भर्खर 17 बनाउँदैछ, iPhone 20, 21 निकाल नि त, म किन्छु 5 लाख रुपियाँ लगाएर भए पनि भन्छु। फेरि त्यो छैन आइडिया भन्छ। त्यो आइडिया छैन मेरो त्यो होइन त भाइ भन्छु, होइन हिँड्दिन भन्छ। कहाँ जानु खोजेको होइन? यता सुन्नुहोस्, हाम्रो देशको अवस्था के छ अहिले है? हाम्रो देशको अवस्था भनेको अहिले हामीसँग खानेपानी नै छैन। खानेपानीको कस्तो छ कुन एउटा है? राम्रो चर्की छैन, राम्रो अस्पताल छैन, राम्रो विद्यालय छैन। विद्यालय बल्ल बल्ल विदेशी लिएर तपाईँको बनायो, भवन बनायो, शिक्षक छैन, शिक्षकलाई खुवाउने तलब छैन। यो स्थिति छ हाम्रो होइन। अनि हामीले चीनले के गर्दैछ? चीनले चाहिँ नि 2 चोटि मङ्गल ग्रहमा यान पठायो भनेर कथा पढिराखेर हुन्छ। करेसाबारीमा गएर खाने खोर्सानी छैन, त्यो गति छ होइन। अब लाउँदै गरेको लुगा फाटेपछि कुन लुगा लगाउने भन्ने हाम्रो टुङ्गो छैन छ। अनि अचानकमा पुग्यो अरे अमेरिका, रसिया, उहिले कहिले पुग्यो अरे भनेर त्यो माथि हेरेर हुन्छ। यो देशलाई माटोतिर हेर्ने बनाउँछौँ हामी। त्यो माटो बाँझो छ भने खन्न लाउँछौँ हामी है। त्यहाँबाट अन्न उत्पादन गर्नुपर्छ, त्यहाँबाट उत्पादन गर्नुपर्छ। उत्पादन छैन भनेदेखि तपाईँ विकास हुन्छ है? हुँदैन। त्यसले गर्दाखेरि यथार्थपरक विचार बोकेर अगाडि आएको पार्टी श्रम संस्कृति पार्टी मात्र। हामी श्रम गरेर यो देशलाई फलाउन चाहन्छौँ। त्यो पौरखी मान्छेहरूको पार्टी हो श्रम संस्कृति है। श्रम भन्ने बित्तिकै खालि ढुङ्गा बोक्नु भन्ने नबुझ्नु है। कुरा बुझ्नुभयो नि? हामी 3टा क्षेत्रमा काम गर्छौँ: उत्पादन, निर्माण, आविष्कार। आविष्कार पनि गर्छौँ हामी, आविष्कार पनि गर्नुपर्छ होइन। ढुङ्गा मात्रै बोकेर पर्खाल मात्रै लगाएर बाटो मात्रै बनाएर पनि हुँदैन। हामीले पनि आविष्कार गर्नुपर्छ होइन र? हो,
आविष्कार पनि गर्नुपर्छ हामीले। संस्कृति प्रविधि र तपाईँको चाहिँ प्रकृति भन्छौँ हामी, यसरी बुझ्दा पनि हुन्छ। र यो खालको चाहिँ विचार बोकेर अगाडि आएको यथार्थ फरक विचार लिएर आएको श्रम संस्कृति मात्रै हो है। हामी कसैलाई ढाँट्दैनौँ है, साँचोलाई साँचो कुरा भन्छौँ, झुटोलाई झुटै भन्छौँ। त्यसो भएको कारणले गर्दाखेरि सत्यवादी है चरित्रको एउटा पार्टी छ जो विदेशी प्रभुको अगाडि झुक्दैन, विदेशी प्रभुको अगाडि झुक्दैन, विदेशी चङ्खेलको विरोध गर्छ होइन। एमसिसी जस्ता तपाईँको चाहिँ राष्ट्रघाती शान्ति सम्झौताको खोलेर विरोध गर्छौँ। अहिले पहिला पनि गरेको, अहिले पनि गर्छौँ, भोलि पनि गर्छौँ, गरि नै रहन्छौँ। यो देश बेच्न दिँदैनौँ हामी होइन। यहाँ सबैजनालाई म भन्न चाहन्छु है, हामीलाई देश सहितको विकास चाहिन्छ। देश गुमाएर विकास हामीलाई चाहिँदैन। देश गुमाउने विकास हामीलाई चाहिन्छ। भोलि कटारीमा तपाईँको सैनिकको विकास चाहिँ हुने, राम्रो बाटो साटो बनाउने, अनि झन्डा चाहिँ तपाईँको चाहिँ अर्को देशको यहाँ फहरायो भने त्यो तपाईँलाई मन्जुर छ? हामी देश गुमाएर विकास मान्दैनौँ, चाहिँदैन हामीलाई त्यस्तो विकास जुन तपाईँको हामीले देश गुमाएर प्राप्त गर्छौँ, त्यस्तो विकास हामीलाई चाहिँदैन। धेरै चौचल भइराखेको छ। हाम्रो दरबारहरू जल्नु, हाम्रो प्रहरीहरू मारिनु, हाम्रा युवा पुस्ता मारिनु, जो मर्दाखेरि पनि त नोक्सान त नेपाल आमालाई भयो नि, भएन? त्यो खालको मार्ने र मर्ने सिलसिलाको अन्त्य गर्ने हो भने हामीले श्रम गर्नुपर्छ। हामीले यो देशको स्वाधीनताको पक्षमा बोल्नुपर्छ। हो त्यो भन्न चाहन्छु। अब यहाँ स्थानीय समस्याहरू के छन्, ती समस्याहरू हाम्रो उम्मेदवारले भनिसक्नु भयो होला। म यहाँको स्थानीय समस्या के छ यसको बारेमा मलाई त्यति धेरै जानकारी पनि छैन। उहाँले के तपाईँको चाहिँ इमान्दार भएर समाधान गर्नुपर्छ, हामीले समाधान गर्नुपर्छ, हामी गर्नेछौँ। यो श्रम संस्कृति तपाईँ हामी सबैको श्रम संस्कृति हो। यो घरको साम्पाङको एक्लो दुई चारजना मान्छेको रहेछ भन्ने होइन। यो श्रम संस्कृति भनेको नेपालको स्वदेशी पार्टी हो। यो पार्टीमा हेर्दाखेरि थाहा हुन्छ होला नि तपाईँहरूलाई होइन। यहाँ हामी कुनै अर्को तपाईँको छैन होइन, देशको सरकारले दिएको गाडी अथवा कुनै प्रमुख शक्तिले दिएको गाडी चढेर आएको छौँ र? हाम्रो स्टेज पनि 3 करोडको छ, 3 करोडको स्टेज। के कतिको हो यो? केही छैन, 3 करोडको स्टेजमा होइन। यही हो हाम्रो। यो मलाई भनेको थियो एउटा ढुङ्गा छ, ठुलो ढुङ्गा राख्न त्यहाँ उभिएर बोल्छु भनेर होइन। हामीलाई चाहिँदैन स्टेज ठुलो, किनभने हामी भ्रष्टाचार गर्दैनौँ। भ्रष्टाचार गरेर पैसा हामीसँग छैन पनि, विदेशीले हामीलाई पैसा तपाईँको चाहिँ दिँदैन होइन। पैसा हामी दियो भने पनि लिँदैनौँ। विदेशी शक्तिबाट तपाईँको परिचालित र तपाईँको चाहिँ बनेको पार्टी होइन यो। यो भनेको स्वदेशी शक्ति, तपाईँको शक्ति मेरो शक्ति, तपाईँको विचार मेरो विचार, तपाईँको घर गुडेरको खेतको कुरा मेरो घर गुडेर खेतको कुरा, तपाईँको कटारीको कुरा मेरो कटारीको कुरा, हामी सबैको गाउँठाउँको कुरा र हाम्रो देशको कुरा, हाम्रो माटो ढुङ्गाको कुरा हो यो। विदेशीले ऋण दिन्छ अनि बाटो बनाउँछु, विदेशीले ऋण दिन्छ स्कुल बनाउँछु, विदेशीले ऋण दिन्छ अनि म खान्छु भनेर हुन्छ? यो खालको ऋणहार कन्हा भएको कारणले गर्दाखेरि होइन आज हाम्रो चाहिँ इज्जत छैन। विदेशमा जाने बित्तिकै हेपिहाल्छ, नेपाली हुँदैछ टोइलेट सफा गर्नेहरू यिनीहरू भन्छ हामी। जति नै पढेर जानु न, तपाईँको पासपोर्ट देखाउने बित्तिकै यो यस्तो लाग्थ्यो, इज्जत त्यहाँ पुऱ्याइदियो इज्जत यो देश चलाउने मान्छेहरू। त्यसो भएको कारणले अब त्यसरी होइन, अब झुकेर यो तपाईँको चाहिँ नेपाली बाँच्दैन, लुकेर यो देश नेपाली बाँच्दैन। अब हामी उठेर बाँच्छौँ, शिर ठाडो बनाएर बाँच्छौँ। हाम्रो स्वाभिमान त्यहाँ आउनुपर्छ होइन र? हामीले तपाईँको चाहिँ अरूले अपमान धेरै गर्यो, हामी अपमानित बन्यौँ। हाम्रा नेताहरू तपाईँको चाहिँ त्यस्तै खालको भयो। राजनीतिलाई भोग्यो भने मात्रै मन्त्री बन्न पाइन्छ। हजुर मलाई है, हजुर मलाई त्यस्ता जायो होइन। यो देशको नेतृत्व त तपाईँको छैन, यो जनताले पो चुन्ने होला होइन र? यहाँ बसेको जनताले चुन्ने हो कि होइन? यो देशको जनताले चुन्नुपर्छ यो देशको नेतृत्व। यो देशको विचार है अनुसार चल्नुपर्छ यो देश। यो देशको निर्णय हामी आफैले गर्नुपर्छ भन्ने चिज म यहाँहरू सबैजनालाई यो भन्न चाहन्छु। यहाँ जति पनि तपाईँहरू आउनुभएको छ, देश बनाउने इच्छाका साथ आउनुभएको छ, तपाईँहरू सबैजनालाई हार्दिक सलाम छ मेरो है।
यथार्थ कुरा गर्नुहोस्, नडराई गर्नुहोस्, साँचो कुरा बोल्नुहोस्। साँचो कुरा बोल्नका लागि डराउनु पर्दैन है। तर साँचो कुरा गर्ने बित्तिकै चाहिँ यो देशमा गाली खाइहाल्नु पर्ने है। एउटा सानो फुलको बिरुवा रोप्नु कि पहिला फुलको बिरुवा रोपिस राजनीति गरेको भने खुट्टे आएर हप्ताहरू उखालिदिन्छ। त्यो खालको चलन गर्दै गर्नुपर्छ। नानीहरूलाई हामीले राम्रो संस्कार सिकाउने कि नसिकाउने? हामी आफू चोर भयौँ भने नानीहरू पनि चोर हुन्छन् हुँदैन? मलाई त डर लाग्छ कि ती भ्रष्टाचारी जो भ्रष्टाचार गर्छ नि उसको नानीहरूले कति तपाईँको छैन हिंसा बोधमा बाँचिरहेको हुन्छ होला, डिप्रेसनमा हुन्छ होला। हेर भ्रष्टाचार ऊ त मरेर गइहाल्छ है। पुस्ता पुस्ता हेर भ्रष्टाचारीको छोरा, हेर भ्रष्टाचारीको नाति, हेर भ्रष्टाचारीको पराती भन्दाखेरि कस्तो हुन्छ होला। त्यसो भएको कारणले गर्दाखेरि म भन्न चाहन्छु हामीले भ्रष्टाचारलाई पक्षपोषण गर्ने, प्रश्रय दिने खालको कुनै पनि अभिव्यक्ति र व्यवहार देखाउनु हुँदैन। यहाँ सबैजनालाई म निवेदन गर्न चाहन्छु, चुनाव चिन्ह अञ्जुलीको माटोमा भोट हाल्नु होला। चुनाव चिन्ह अञ्जुलीको माटोमा तपाईँहरूले भोट हाल्नुभयो भने श्रम संस्कृतिको सरकार बन्दैछ। हामी परिवर्तन ल्याउन सक्छौँ होइन। झुटो मान्छे होइन, हामी झुटो मान्छे होइन। कसैलाई एक रुपियाँ अहिलेसम्म ठगेर कसैको तपाईँले 1 रुपियाँ कसैले चाहिँ होइन उ गरेर हामीले त्यस्तो तरिकाले हामीले हिँडेका छैनौँ। जनतालाई भुका दिने कुरा आउँदैन, देशमा भ्रष्टाचार गर्ने कुरा आउँदैन। 2 जना उम्मेदवारहरू हुनुहुन्छ, तपाईँ 2 जना उठिदिनुहोस् प्लिज। एकजना बलराज राई भन्ने हुन्छ यतापट्टि, उतापट्टि टङ्कप्रसाद निरौला भन्ने समानुपातिक उम्मेदवार हुनुहुन्छ। यी मान्छेहरूले भोट हालेर जिताउनुहोस्, श्रम संस्कृतिले जित्दैछ है। त्यो भोट हाल्दा हुनेछ, म त्यो भन्न चाहन्छु। यदि यी मान्छेहरूले जितेर गएर भ्रष्टाचार गर्यो भने कटारीको यो चोकमा यहाँ रेलिङमा भएको जुत्ताले हिर्काउन आउँछु म बुझाउँछु। खबरदार मैले यो कुरा फेरि आफ्नो सामान बोलेपछि सक्यो, उसले गर्छ है। उहाँहरूलाई विश्वास गर्नुहोस्, मलाई हेरेर भए पनि उहाँलाई विश्वास गर्नुहोस्। 1 रुपियाँ भ्रष्टाचार तल माथि गरेछ भने यो रेलिङमा म आफै आएर कुट्छु, तपाईँहरू पनि आउनुहोस् है। तपाईँहरू मन्दिर हो, 2 जना मन्दिर हो। यो प्रतिबद्धता मेरो प्रतिबद्धता, उहाँको प्रतिबद्धता। तपाईँहरूलाई भ्रष्टाचार नगर्ने उम्मेदवार चाहिएको होइन, भ्रष्टाचार गर्ने चाहियो त। भ्रष्टाचार नगर्ने प्रतिनिधि चाहियो भने उहाँहरू हो। मैले ग्यारेन्टी लिएँ, यदि उहाँले भ्रष्टाचार गर्नु भएछ भने म आफै आउँछु, श्रम संस्कृतिको मान्छे आएर उहाँहरूलाई यही रेलिङमा बाँधेर जुत्ताले हिर्काउँछ उहाँले है। र मैले गरेछ भने मलाई पनि जहाँ भेट्नुहुन्छ नेपालीले जुत्ताको माला लगाइदिनु, जुत्ताले हिर्काउनु बाँधेर है। यतिको प्रतिबद्धता हामी दिन्छौँ। अरू पार्टीले दिन सक्छ होला? सक्दैन। हामी प्रष्ट छौँ, हामी कसैलाई झुट बोल्नुपर्ने कुरा हाम्रो आवश्यकता होइन। हामी निष्पक्ष, निर्भीक, निडर, पारदर्शी, जवाफदेही भएर हामी काम गर्छौँ। धन्यवाद, बसिदिनुहोस्। हामी खेतबारीमा आएर कुरा बुझ्छौँ, किसानको समस्या बुझ्छौँ। किसानको समस्या नबुझिकन यो देशमा उत्पादन हुँदैन। किनभने हामीले खाने भात जति नै ठुलो गफ गरे पनि 5 स्टारमै तपाईँको चाहिँ पाक्ने भात पनि किसानले उत्पादन गरेको चामल राख्छौँ। त्यसले गर्दाखेरि हामी किसानको समस्या के हो, खेतबारीको समस्या के हो भन्ने कुरा बुझ्छौँ। त्यही आएर हामी अध्ययन गर्छौँ। हाम्रो उम्मेदवारहरू आउनुहुनेछ, म खुद आउनेछु। हामीलाई विश्वास गर्नुहोस्, यो देशमा किसानको सरकार बनाउने हो, मजदुरको सरकार बनाउने हो भने श्रम संस्कृति बाहेकहरू छैन है। हामी गरिब दुखीको सरकार बनाउँछौँ, गरिब दुखीको पक्षमा हामी तपाईँको चाहिँ कानुन बनाउँछौँ, सेवा सुविधा प्रदान गर्छौँ। हामी चाहिँ तपाईँको चाहिँ होइन एउटा सानो उपचार गर्न नसकेर अकालमा मरिरहेका छौँ, छैन त। अस्पतालको भयो पहुँचवाला छौँ भने मात्रै ठिकै छ, ठिकै छ भन्छ। हामी अस्पताल जान्छौँ, पहुँचवाला छ भने उपचार हुन्छ, नत्र हिँड्दैन। हामीलाई हिँडिन्छ ती कुराहरूको तपाईँको चाहिँ अन्त्य यदि गर्ने हो भने यो श्रम संस्कृतिले मात्रै गर्न सक्छ, प्रशान्त बाबुको टिमले मात्रै गर्न सक्छ। तपाईँ पत्याउनुहोस्, नपत्याउनुहोस्, नपत्याउनु नै पाउनुहुन्छ, केही छैन। तर म भन्छु हामीलाई विश्वास गर्नुहोस्।
यो चिज छ है। यो कुरामा हामी दिनरात बहस गर्न सक्छौँ, तर बहसले मात्रै पनि केही पनि हुँदैन, काम गरेर हामी देखाउँछ। काम गर्ने ठाउँमा चुनाव चिन्ह माटोलाई पुर्याइदिनुहोस्। चुनाव चिन्ह माटो है, तपाईँको अन्जुलीमा रहेको तपाईँको देशको कटारीको माटो, यो चुनाव चिन्हमा तपाईँहरूले भोट हाल्नुहोस्। यहाँ सबैजनालाई मात्रै भन्न चाहन्छु, हामी यो देशलाई धोका दिँदैनौँ है। ल ठिक छ, उहाँहरू म जति बोल्न सक्नुहुन्न भने पनि मलाई हेरेर भोट हाल्नुहोस् है। मसँग छ भिजन, मसँग छ देशभक्ति, म बनाउन सक्छु यो देशलाई है। अरूले कि त देश बनाउन चाहनै छैन, कि त देश बनाउन सक्दैन, क्षमतै छैन, कि त देश बनाउन जान्दैन, तरिकै थाहा छ। श्रम संस्कृतिको सरकार आएपछि यो देशमा कोही मान्छे तपाईँको छैन फुर्सद हुनेवाला छैन। हामी त्यसरी काम गरेर निकाल्छौँ। सबैले काम गरिरहेको हुनेछन्। काम गर्नु भनेको के हो त भन्दाखेरि आर्थिक विकास हुनु हो, के हो भन्नु त? हामी विदेश गएर पैसा कमाउँछौँ भन्छौँ नि, पैसा के हो? रुखमा फलिरहेको हुन्छ, त्यहाँ गएर हामीले श्रम गर्छौँ। विदेशमा चाहिँ श्रम गर्नु हुने, अलिक स्वदेशमा चाहिँ श्रम गर्नु नहुने, श्रम गर्नै नहुने, श्रमिकलाई हेला होचो गर्नुपर्ने भन्ने कारण के छ र सर? यी सारा कुराहरू बजार व्यवस्थापनदेखि लिएर हरेक कुरालाई ध्यानमा राखेर हामी यो देशको आर्थिक विकासमा जोड्नेछौँ है। यो देशको मान्छेसँग के खाउँ के लाउको स्थितिमा तपाईँको चाहिँ बाँच्नुपर्ने बाध्यता हुने छैन। यहाँ सबैजनालाई म वचन दिन्छु, हामी यो देशमा आर्थिक विकास गर्छौँ। आर्थिक विकास भयो भने मात्रै तपाईँको मसीमा पैसा हुन्छ क्या। आर्थिक विकास नभएकै कारणले गर्दा हामी सबै बेरोजगार छौँ। यहाँ उभिएको हामी लगभग तपाईँको ग्यारेन्टी दिन्छु 98% हामी बेरोजगारै छौँ होला यहाँ होइन। काम छैन है, कसैसँग कामै छैन होइन। खेतबारी छ, फेरि त्यहाँ जानु मन लाग्दैन होइन। खेतबारी यसो गयो भनेदेखि त फेरि साथीले गिजाइहाल्छ होइन, अनि अपमान गरिहाल्छ। त्यसो भएको कारणले गर्दाखेरि यो देशमा कामको खाँचो छ, यो देशमा श्रमको खाँचो छ। श्रमको परिकारहरू हुन्छन् थुप्रै होइन, ती सम्पूर्ण परिकारका तपाईँको चाहिँ श्रमका प्रकारहरू हुन्छन्। ती प्रकारहरूका तपाईँको चाहिँ हामी विकास गरेर देशलाई उन्नतितर्फ लैजानेछौँ। धेरै कुरामा राख्न चाहन्न, अन्यथा पनि हाम्रो चाहिँ कार्यक्रम रहेको कारण यति भन्न चाहन्छु, तपाईँहरूले श्रम संस्कृतिको चुनाव चिन्ह माटोमा भोट हालिदिनुहोस्। यो देश बनाउनुपर्छ हामीले है। मैले अघि भने छिमेकी मुलुकहरूलाई हेर्दाखेरि कहाँदेखि कहाँ पुगिसके, तर हामी हेर्दाखेरि, हामीले आफूलाई हेर्दाखेरि माया लाग्दो स्थिति छ। केटाकेटी पढाउन सक्ने स्थिति छैन हाम्रो, छ त है। स्कुलको फी महँगो न महँगो, हरेक कुरा महँगो, गोजी छानो छैन, पैसा ब्याङ्कहरू छैन। चल भाइ विदेश भयो, विदेश गयो, अकालमा मरेर आउनुपर्ने होइन, बर्बाद स्थिति छ। त्यसले गर्दाखेरि यो बर्बादी स्थितिबाट यदि यो देशलाई उठाउने हो भने श्रम संस्कृतिको विकल्प नरहेको कुरामा जानकारी गराउन चाहन्छु। अन्त्यमा सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु। तपाईँहरू आफैले निर्णय गर्नुहोस्, म जबरजस्ती गर्दिनँ। मैले भन्नुपर्ने कुरासँग मैले भनेको हो, अब तपाईँहरू आफैले निर्णय गर्नुहोस्। यदि यो चन्द्र सूर्य अङ्कित झन्डा हाम्रो भूमिमा सधैँभरि फहरिरहोस् भन्ने यदि लाग्छ भने चुनाव चिन्ह माटोलाई सम्झेन। यदि आफ्नो नानीहरूको भविष्य आफ्नो त साउदी कतारमा के अरे तपाईँको चाहिँ समय बिताएर आइयो, अथवा आफ्नो त तपाईँको चाहिँ त्यो खालको उमेर हामीले चाहिँ बिताएर गयौँ, तर यो देशमा हाम्रो नानीहरू +2 पुगिसकेपछि कहाँ जाने, कसरी जाने, घरको जग्गाडी राखेर जाने कि जग्गामा बेच्ने कि भन्दै कि तपाईँको भविष्य खोज्दै बालुवा घारीमा होइन तपाईँको चाहिँ विदेशमा जानु नपरोस् भन्ने खालको यदि देश हामीले बनाउनु छ भने चुनाव चिन्ह हामीसँग जे भिजन छ, जे सङ्कल्प छ, जे सपना छ, जे उठुटी छ नि यो अरूसँग छ। म त यो देशलाई 24 घन्टा काम गरिरहेको देश भएको देख्न चाहन्छु, त्यस्तो देश बनाउन चाहन्छु है। 24 घन्टा काम गरिरहनुपर्छ, 24 घन्टा एकछिन आराम गर्ने, उठ्ने काम गर्ने, एकछिन आराम गर्ने, उठ्ने काम गर्ने है, हुँदैन भन्नु न। त्यो खालको देश हामीले बनाउनुपर्छ। यदि त्यो खालको देश बनाउने हो भने हर्क साम्पाङलाई तपाईँहरूले यो देशको नेतृत्व बनाउनुपर्छ। मलाई नेतृत्व बनाउने भने उहाँहरूलाई पनि भोट हाल्नुपर्छ। म एक्लै जितेर नेतृत्व गर्न सक्दिनँ।
त्यसो भएको कारणले बलराज दाईलाई तपाईँले भोट हाल्नुहुन्छ, टङ्कप्रसाद देवामा सबैलाई भोट हाल्नुहुन्छ समानुपातिकमा। अब तपाईँ गाउँ गाउँ जानुहोस्, ठाउँ ठाउँ जानुहोस् र तपाईँहरूले अब अहिलेदेखि नै लागिराख्नु भएको छ होला, मलाई विश्वास छ। अझै धेरै 10 गुणा लाग्नुहोस् है। चुनाव चिन्ह माटोमा भोट हाल्ने होइन, ओहिराउनुपर्छ। यसो हुनसक्छ कि भरको भोट श्रम संस्कृतिमा ओहिराउनुहोस् है। तपाईँ जुनसुकै पार्टीको हुनुहोस् मतलब भएन। देश तपाईँलाई चाहिएको छ भने श्रम संस्कृति मात्रै हो। अन्त्यमा एउटा कुरा मैले इन्टरभ्यूमा भनिरहेको कुरा दोहोऱ्याएर जान्छु। यदि श्रम संस्कृतिको सरकार बनेन भने यो देश विदेशीले नै चलाउँछ। यो देश हामीले चलाउने कि विदेशीले? यदि त्यसो भने यो माटोमा उम्रिएको पार्टी हो, माटो बोक्ने पार्टी, माटोको विचार बोक्ने पार्टी, चुनाव चिन्ह अञ्जुलीको माटो, श्रम संस्कृतिको पार्टी, त्यो पार्टीको तपाईँ चुनाव चिन्ह माटोमा भोट हाल्नु होला। बुझ्नेलाई इसारा काफी छ, नबुझ्नेलाई जिन्दगी भारी छ है। धेरै कुरा राखिसके, बुझ्नेलाई इसारा काफी छ, बुझिसक्नु होला होइन। नबुझ्नेलाई के अरे जिन्दगी भारी छ। यति भन्न चाहन्छु यहाँहरू सबैको शुभ रहोस् भन्दै यसपालिको तपाईँको चुनावमा हामी सबैको जित हुन सकोस्, नेपालको जित हुन सकोस्, हाम्रो भविष्यको जित हुन सकोस्, हाम्रो चन्द्र सूर्य अङ्कित झन्डाको जित हुन सकोस्, यो देशको माटोको जित हुन सकोस् भन्दै बिदा हुन्छु। नमस्कार, जय माटो, जय देश।